मेरो खालि एउटा मात्रै क्वेरी चाहिँ इन्ट्रेस्ट आएको चाहिँ यो जुन आइएलओ 169 अन्ट्रिक्स अनि डब्ल्युसिआई त्यो कुरा गरिरहेको छ होइन अब यो कुराहरूलाई हामी आदिवासी जनजातिहरू चाहिँ यसलाई एकदम फलो गरेर चाहिँ स्टेटसँग हामीहरूले अब आन्दोलन गरिरहेको छ स्टेटले यसलाई दिइरहेको छैन सो यो कन्सेप्ट चाहिँ हामी आदिवासी जनताले सुड थिङ्क from the grassroots again हामीले अर्कै एउटा भनौँ न आफ्नै एउटा पेपर बनाएर चाहिँ प्रेसिडेन्टको स्टेटलाई आउने कि यो आइएलओ 169 को अल्टरनेट कुराहरू त्यो पनि एउटा हुनसक्छ कि वे आउट भूमि सुधार चाहिँ पुरानो भइसक्यो त्यो मैले अघि सुरुमै भनेको थिएँ त्यो पुरानो भइसक्यो त्यो कन्सेप्ट नै पुरानो अब किनभनेदेखि तपाईँले प्रिन्सिपल लेभलमा पनि त्यो कुरा अट्दैन अब किनभने हामीले धेरै अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू चाहिँ के अरे अनुमोदन गरिसकेका छौँ र दोस्रो चाहिँ अहिलेको हाम्रो संविधानले पनि त्यो कुरालाई अलो गर्दैन किनभने ल्यान्ड सम्बन्धी रिलेटेड कुराहरू प्रदेशको आफ्नै आवश्यकता भूमि सुधार भनेर तपाईँले भन्नुभयो भने म चाहिँ ल्यान्डको समस्याको कुरा गर्छु अहिले ल्यान्डमा समस्या छ चाहे त्यो भूमिहीनको होस् या चाहिँ आदिवासीको होस् या अरू कुनै एबिसी कसैको समस्या छ त्यो समस्यालाई कसरी समाधान गर्ने भन्दा एक पहिलो कुरा आदिवासीहरूको इन प्रिन्सिपल स्वीकार्य गरेको कुरा परम्परागत भूमि पहिचान हुनुपर्छ त्यो भित्र मैले अघि भने नि व्यक्तिगत भूमि र अरू आइडेन्टिफाइड भूमि पनि नभन त्यो के अरे इन्डिभिजुअल भूमिहरूलाई त आदिवासीहरूको के अरे स्वामित्व नियन्त्रण रहनुपर्छ अब त्यो त्यसो भएको हुनाले हो त्यो भित्र चाहिँ यो इन्डिभिजुअल प्रब्लमहरूलाई खोज्नुपर्छ इन्डिभिजुअल प्रब्लमहरू समस्या छ अनि अब यो विभिन्न भूमिभित्र त्यो भित्र खोजिनुपर्छ त्यसो भएको हुनाले ग्रासरुटमा माथि त्यो के अरे भूमि सुधार जुन अहिले हामी हुँदैछौँ भन्ने गर्दछौँ त्यो चाहिँ ले काम गर्दैन त्यो चाहिँ एक केन्द्रीकृत मानसिकता पनि हो र त्यो चाहिँ के अरे यो सङ्घीय मानसिकता पनि एउटा त्यो कुरा भयो दोस्रो चाहिँ अल्टरनेटको कुरा गर्नुभयो अल्टरनेट त अब जनताले के अरे राज्यले दिन सकेन सरकारले गर्न सकेन भनेदेखि त अब जनताले त्यो अल्टरनेट चाहिँ पक्कै पनि लिएरै जानुपर्ने हुन्छ आफूले के अरे आफैले आफ्नो लागि व्यवस्था गर्दै जानुपर्ने हुन्छ लागू गर्दै आइएलओ 169 लागू गर्दै जानुपर्ने हुन्छ अब यो भनेको चाहिँ टसलको स्थिति हो किन टसलको स्थिति खडा गर्दैछ राज्यले भन्ने मेरो कुरा हो होइन किनभने अब आदिवासीहरूले त अब तल चाहिँ ग्रासरुटमा यो कुरा इम्प्लिमेन्ट हुँदै गयो भनेदेखि त्यसले त टसलको स्थिति ल्याउँछ त राज्यले एकातिर त्यो कुरा स्वीकार गरेर बन्दै छेकबार गर्ने ऐनमा पनि नल्याउने संविधानमा पनि के अरे त्यसलाई चाहिँ के अरे छिर्नै नदिने भनिसकेपछि त टसलको स्थिति हुन्छ नि किन राज्य टसलको स्थितिमा जान पर्दैछ आदिवासीहरूसँग भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ हवस् अर्को यता एकजना अन्तिम एकदम छोटकरी अब टाइम चाहिँ साह्रै नै भइदिन्छ माइक धन्यवाद म राजकुमार सुवाल पेसाले अधिवक्ता हुँ मैले एउटा विषयवस्तु मात्र यहाँ फोरममा राख्न चाहेको हाम्रो भक्तपुर मध्यपुर थिमीमा यहाँलाई थाहा होला अहिले यो नागरिक उड्डयन प्राधिकरणको एउटा एरिया छ त्यहाँ चाहिँ स्टेसन टावर स्टेसन राखिएको छ त्यो टावर स्टेसन राख्नको लागि चाहिँ साबिकमा 2026 साल र 28 सालमा करिब 75 रोपनी र 28 सालमा चाहिँ करिब त्यस्तै 80 रोपनी जति 150 रोपनी जग्गा चाहिँ अधिग्रहण गरेको थियो अनि त्यति बेला टेक्निकलिटी के भयो भन्दाखेरि जग्गा प्राप्ति ऐन चाहिँ लागू भएको तर जग्गा प्राप्ति नियमावली चाहिँ आइ नसकेको अवस्थामा 26 सालमा चाहिँ 75 रोपनी जति जग्गा जबरजस्ती त्यति बेलाको अञ्चलाधीशले चाहिँ कब्जा गरेर नियमावली नै नआएको बेलामा कब्जा गरेर चाहिँ गरिएको अवस्था र त्यसपछि 28 सालमा चाहिँ बाँकी 80 रोपनी चाहिँ नियमावली आइसकेपछि अधिग्रहण गरिएको अवस्था त्यो जग्गा चाहिँ नि अहिले करिब 40% जति चाहिँ नागरिक उड्डयन प्राधिकरणले उपभोग गरेको अवस्था छ 60% जग्गा चाहिँ अहिले चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यता कहाँ भन्छ हाम्रो भातबडेनीको चाहिँ त्यो बिल्डिङ र एरियालाई चाहिँ हवाई प्राधिकरणलाई दिने र त्यहाँको त्यो जग्गा चाहिँ अख्तियारलाई चाहिँ भवन निर्माण गर्नलाई दिने भनेर
एग्रिमेन्ट गरिएको अवस्था छ। त्यो यो सिचुएसनमा चाहिँ समय नभएको कारणले गर्दाखेरि मैले अन्त्य गरेँ। यो विषयवस्तु चाहिँ नै लिगली पनि इस्यु छ। अनि फेरि चाहिँ अर्को तरिकाबाट हेर्ने हो भने चाहिँ फेरि धेरै समय अगाडि गइसकेको यो विषयले चाहिँ नै राज्य व्यवस्था समितिमा अथवा हाई लेभल राज्यको निकायमा लगेर कसरी हामीले त्यहाँको चाहिँ नै मधेपुर थिमीको आदिवासीहरूको चाहिँ ल्यान्ड राइटलाई चाहिँ फेरि रिस्टाब्लिस गर्न सकिन्छ, त्यो इस्युको रूपमा मैले राख्न चाहेको। हुन्छ, धन्यवाद। प्रश्नहरूको अब यहाँ समय पनि ठ्याक्कै खत्तम भइसक्यो। तर यहाँ आयोजकहरूले 3टा नाम दिनुभएकोमा म 3टै त होइन, एकजना माननीय जीवनराम श्रेष्ठज्यूलाई एकदम छोटकरीमा एक दुई शब्द भनिहाल्नु होला। माइक एकदम छोटकरीमा। नमस्कार। अब यो समय धेरै घर्किसकेको बुझिसकेको छु, त्यसैले अब यहाँ मलाई धेरै कुराहरू भन्नुभन्दा पनि यो अहिले जुन विषयसँग यहाँ सरकार रहेर छलफलहरू भएका छन् त्यसमा हाम्रो ठाउँबाट खेल्नुपर्ने भूमिकाहरूको सन्दर्भमा हामीले त्यो भूमिका खेल्ने नै छौँ र कतिपय अब व्यवहार र कानुनमा समस्याहरू छन्, कार्यान्वयनको पक्षमा पनि समस्याहरू छन्। त्यस्ता कुराहरूलाई हामीले कसरी व्यवस्थापन गरेर जाने र अझ बाँकी कतिपय चाहिँ नि व्यवस्थित गर्नुपर्ने कानुनी पक्षका कुराहरू छन् र कानुन निर्माणको प्रक्रियाहरू पनि अहिले सुरु भइरहेको छ र हामी तपाईँहरूसँग छलफल गरेर त्यसमा के कस्तो भूमिका खेल्न सक्छौँ त्यो भूमिकाहरू हाम्रो ठाउँबाट खेल्नेछौँ। म यति नै राख्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। हुन्छ, धन्यवाद। अब यो सेसन अन्त गर्नलाई म एक वाक्यमा के भन्छु भने यो हामी यहाँ एक ठाउँमा जम्मा भएर डायलग गऱ्यौँ, तर कामहरू चाहिँ राजपक्षबाट केही पनि भएको छैन भन्ने त प्रष्टै छ। तर दायित्व अब हामीहरूमा बढी भयो। अब मन्त्रालय अथवा सम्बन्धित सरकारी निकायहरू, स्थानीय निकाय, प्रान्तहरू अथवा सङ्घीय निकायहरू तिनीहरूमा पनि अनि सभासदहरू सबै तहको सबैसँग संवादलाई अझ घनीभूत बनाएर त्यो एकदम उत्कर्षको आन्दोलन नगरेसम्म यो देखिन्छ। त्यसकारण यहाँहरू सबैलाई आउने दिनमा अझ बढी सङ्गठित, अझ बढी एकदम उत्कर्षको आन्दोलन र एकदम घनीभूत वार्ता संवादहरू गरेर हाम्रो अधिकारहरू सुनिश्चित गर्दामा म तपाईँहरूलाई आह्वान गर्छु। कार्यपत्र प्रस्तुता लीलाजीलाई पनि र नन्दकन्दुवाजी दुवैलाई मुरी धन्यवाद। प्रश्न सोधिदिनु भएकोमा सहभागी मित्रहरूलाई धन्यवाद। प्रश्न सोध्न नपाउनु भएकोहरूलाई म क्षमा प्रार्थी छु र नपाएकोमा पनि शान्तपूर्वक बसिदिनु भएकोमा तपाईँहरूलाई पनि धन्यवाद। र मनमा प्रश्न धेरै भएको पछि कुनै बेला भेटे सोधौँला भन्नुहुनेहरूलाई पनि धन्यवाद दिँदै यो सत्रको म यही अन्त्य गर्छु र यसपछि लन्चको सेसन छ, त्यसमा कति टाइममा भेट हुने? कति टाइम लन्च कति टाइम? 1 घन्टा। ठिकै छ।